यी धेरै कुरा मन नपराउने शक्तिहरू छन् नि। लोकतन्त्र मन नपराउने प्रतिगामी शक्तिहरू छन्, तानाशाही मन पराउने शक्तिहरू छन्, त्यसका पक्षधर शक्तिहरू अझै पनि छन्। राष्ट्रले स्वाभिमानका साथ शिर उठाएको मन नपराउने तत्त्वहरू छन्। किन यसरी नेकपा एमाले राष्ट्रिय मुद्दाहरू उठाउँछ, किन अडान लिन्छ? अरूले सिमानाका कुरा गर्नु नपर्ने, अरूले स्वाधीनता र स्वाभिमानका कुरा गर्नु नपर्ने, अरूले सार्वभौम सत्ताका कुरा बोल्न नपर्ने नेकपा एमाले किन बोल्नुपर्ने भन्ने प्रश्नहरू पनि छ। त्यसलाई एमालेको कमजोरी ठान्ने प्रवृत्तिहरू पनि छन्। तर हाम्रो राष्ट्रियता सम्बन्धी दृष्टिकोण अडान भनेको नराम्रो कुरा होइन। राष्ट्रिय हितको पक्षमा, न्यायको पक्षमा उभिनु अडान हो। हामी राष्ट्रिय हितको कुरा गरिरहँदा न्यायको कुरा सँगसँगै गरिरहेका हुन्छौँ र अन्तर्राष्ट्रिय उत्तरदायित्वको कुरा पनि सँगसँगै गरिरहेका हुन्छौँ। राष्ट्रिय हित गर्दा स्वाभाविक रूपमा न्यायलाई ख्याल गरिनुपर्दछ र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई ख्याल गरिनुपर्दछ। यसर्थ हाम्रो राष्ट्रिय दृष्टिकोण राष्ट्रहितमा अडान र सँगसँगै राष्ट्रिय स्वाभिमान, यो चीज हामी गर्दछौँ।